हेलो नमस्ते। सबभन्दा पहिला हामीलाई मेहनत गर्नुपर्छ र मेहनत गरेर फोकस गर्नुपर्छ। पढाइ अहिले जे छ 18-19 वर्षसम्म हामीले मेहनत गर्नुपर्छ। मेहनतमा लागेको रहनुपर्छ। अहिले केही दायाँ-बायाँ हेर्नु हुँदैन। हामीलाई राम्रोसँग मेहनत गर्नुपर्छ। राम्ररी मेहनत गर्नुपर्छ। राम्रोसँग कसरी पढ्ने, कसरी क्वेसन ब्याङ्कमा छानेर 25 वटा 30 वटा गरेर हामीलाई छुट्याएर त्यसमा लेख्नुपर्छ। कसरी मोडल क्वेसनलाई छुट्याएर बनाउनु पर्छ। मोडल क्वेसन हुन्छ, वर्ल्ड इज अ वर्ल्ड बुक आउँछ, वर्ल्ड क्वेसन ब्याङ्क। यो बुकबाट मेहनत गर्नु 25-30 वटा हामीलाई मेहनत गरेर राम्रोसँग तयार गर्नु होला। इक्जाममा यसै बुकबाट आउँछ। कसरी आउँछ र कसरी कसरी क्वेसन तयारी गर्ने त्योहरू यसबाट छान्नु 25-30 वटा इक्जाममा दिनु, राम्रो मार्क आउँछ। त्यसैले मेहनत गर्नुपर्छ। अहिले समय छ, अहिले हामीलाई गर्नुपर्छ। अहिले फोकस गर्नुपर्छ। हामीलाई सबै काम छोडेर हामीलाई पढाइतिरमा फोकस गर्नुपर्छ। अहिले कुनै काम सेक्टरमा गर्ने भने मेहनत गर्नुपर्छ। मेहनत बाहेक केही हुँदैन। हामीले सबभन्दा पहिला मेहनत गर्नुपर्छ। मेहनत गर्नै पर्छ, तब मात्रै हुन्छ। हामीले सबभन्दा पहिला मेहनत गर्नुपर्छ। थ्याङ्क यू।